ल गाइज कमिङ सुन टु कोरिया। अब हामी कोरियाको यात्रा छ। हेलो, अब हाम्रो यात्रा भनेको कोरियातिर गाइज। ल गाइज साह्रो गर्मी छ। हामी आज दाङटुल्चीपुर हुँदै काठमाडौँ यो हो कहाँ देखियो गाइज बोर्ड। यहाँभित्र यो बस पार्क मन्दिर पनि छ ठिक्कको, सब रेडी छ। आज भोलि दाउन्नेमा जाम लाग्ने भएको कारण 6 बजी हिँड्ने गाडी 3 बजी नै हिँडाउने भनेर यहाँ रेडी भएको छ। सबैजना ड्राइभर गाडी सब रेडी गरेर बसिरहेको छ। अब हामी हिँड्ने हो यो गाडीमा। गाइस नेपालगञ्ज पनि भन्छन्, तर हामी जाने होइन नेपालगञ्ज, हामी काठमाडौँ जाने है। शानदार सिट भएको छ काठमाडौँ जाने गाडी गाइस। वाह, यो सिटी लक्स रे शानदारको। तर जति जे भए पनि बाहिरको जस्तो गाडी चाहिँ हुँदैन अझै पनि। रै पनि अब राम्रो भनौँ यसलाई होइन, यो कम्मल झरेछ, राम्रै भनौँ। स्लिपर भन्छ, सुतेर पनि जान मिल्ने रहेछ। सुतेर काठमाडौँ दाङ आउन मिल्ने जान मिल्ने है। सुतेर गए सुतेर। अब आजभोलि यो चार्ज गर्ने यताउति त यो नर्मलै भएको, तर सुतेर पनि जान पाइने रहेछ। मजाको बिस्तारा बेड हुँदो रहेछ, एक तला मुनिको तलामा सिट है। यस्तो पनि छ गाइस व्यवस्था। हामी जानुपर्दा सुतेर यो तलामा सुतेर जानुपर्छ है। कस्तो छ त गाइस कमेन्ट गर्नु ल। ल गाइस दोस्रोचोटिको रातो टोपीको अनुभव। दोस्रोचोटि त्यति एक्साइटेड नहुँदो रहेछ जति पहिलोचोटि एक्साइटेड भइन्थ्यो। पहिलोचोटिमा एकदम एक्साइटेड भएर सुटिङ बुटिङ भएर आइएको थियो भने अहिले यस्तै हो, कोरिया भन्ने कुरा भइसक्यो। अब सबैजना आफ्नो छोराछोरीलाई पठाउन लाग्नुभएको छ। अब रुने धुने कार्यक्रम जारी हुन्छ। एक दिनमा यत्रो जनसङ्ख्या विदेशिन्छ। यो रातो टोपी लाउनेहरू सबै कोरियाको हो भने अन्य देशमा जाने हेर्नु, यहाँदेखि आँखाले नभ्याउने जनशक्ति बाहिर जाँदैछ। कति होला गरेर पनि देखाउँछ कति छ सबै। कमिला जतिकै जान्छ, कमिला जतिकै एक दिनमा कमिला जतिकै नेपालबाट विदेशको लागि प्रस्थान गर्छ। के गर्नु, नेपालका छाला कारखाना, जुट कारखाना होइन, के भन्छ कागज उद्योग सबै यो गणतन्त्र प्रजातन्त्रवादीहरूले बेचेर खा। त्यही भएर पनि यो सबै विदेशीमा बाध्य छ। मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ भने जस्तै अब पठाउनै पर्छ आफ्नो छोराछोरीलाई। कति लामो बस हो फेरि यो गाइड। बसमा चढेर कहाँ जाने, दिल्ली जाने हो क्या? ठुलो बस पछाडि अब यो ठुलो प्लेन चढ्दैछौँ है हामी। अनुमति छैन गरे। अब म यहाँ खिच्न अनुमति छैन गरे भिडियो खिच्न माफ गर है। काठमाडौँ छुटो हेर्दा आकाशमाथि उडिहाले म, याद आयो आफ्नै देशको।